आज फाइनली 10 वर्षपछि म मम्मीलाई भेट्दैछु। एकदमै खुसी छु भित्रैदेखि हैन। सो हेलो जी, वेलकम ब्याक टु माई अनदर ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। एन्ड इट्स डे 5 गाइस। आज चाहिँ म बिहानै 5:30 बजी उठेको थिएँ है। अनि अहिले चाहिँ टाइम 10:30 भइसक्यो होइन। अनि आज अलिक छिटो काम गर्नुपर्ने थियो होइन, बिकज थियो होइन केही स्पेसल। तपाईँहरूलाई म अहिले केही समयपछि भन्छु गाइस है। तर च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला है। तपाईँहरूको माया होइन मेरो लागि हुनु पऱ्यो क्या होइन। सो आजको दिन चाहिँ रक हुनेवाला छ गाइस, बिकज अहिले भन्छु मैले होइन बिस्तारसँग होइन। सो गाइस आज चाहिँ स्पेसल मेरो लागि है। आजको दिन स्पेसल हुनेवाला छ होइन। आई डोन्ट नो यो ब्लग कतिखेरसम्म चल्नेवाला छ होइन, तर आजको दिन चाहिँ बवाल हुनेवाला छ गाइस, बवाल है। म बिहान उठेँ गाइस, बिहान उठेर मेरो कामहरू सबै सक्यो होइन। ट्र्याक्टर। सो बिहान उठेँ गाइस, बिहान सबै कामहरू सकेँ होइन। अनि बिहानको काम सकिसकेपछि मैले नास्ता रेडी गराएको छु। अब गएर नास्ता खान्छु। नास्ता खाइसकेपछि गएर मेरो हेयर स्टाइल टक्क मिलाएर आउँछु। किन होला त, स्पेसल के होला त होइन। च्यानल सब्सक्राइब गर्नुभयो, गर्नुभएको छैन भने गर्नुहोस् है। लाइक, कमेन्ट होइन सबै हुनु पऱ्यो गाइस है। एन्ड आजको डे 5 मा के हुन्छ अगाडि अब हेरौँ गाइस होइन। अनि आज चाहिँ फाइनली मम्मीलाई भेट्ने दिन आइसकेको छ है। फाइनली 10 वर्षपछि म मम्मीलाई भेट्दैछु। एकदमै खुसी छु भित्रैदेखि होइन। अनि मम्मी पनि भर्खर नेपालबाट अब हिँड्दै हिँड्छ होइन। नेपालबाट अब साँझ 9 बजीको फ्लाइट छ मम्मीको होइन। सो साँझ कतिखेर अब यहाँ 3 घन्टा समथिङ लाग्छ होइन। अब त्यतिखेर चाहिँ भेट हुन्छ होला मम्मीसँग। सो त्यही हो है। अब मम्मीसँग चाहिँ एकदमै लामो समय भयो होइन। हामी सँगै नबसेको, सँगै नखाएको होइन। अनि धेरै समय भइसकेको साथीहरू है। अनि मेरो फ्यामिलीमा चाहिँ अहिले फिलहाल चाहिँ मेरो भाइ, मेरो मामु, अनि म, अनि मेरो वाइफ है, अनि मेरो सानो बेबी, यति हो गाइस होइन। होइन हुने नै त्यति हो होइन। तर त्यति नै छौँ अहिले। मेरो बाबा चाहिँ एक्सपायर भएको म्याक्सिमम् 15 इयर्स हुन आँटिसक्यो होइन। केही छैन गाइस, चलिरहेको छ जिन्दगी, यसरी नै चल्नु पऱ्यो होइन। त्यही हो। अब किन सेयर गर्दैछु भन्दाखेरि मलाई पनि खुसी लाग्छ साथीहरू होइन। ब्लग मार्फत तपाईँहरूलाई आफ्नो बारेमा बताउँदा, तपाईँहरूले सुनिदिँदा खुसी लाग्छ, त्यही हो होइन। अहिले चाहिँ अब यहाँनिर चाहिँ साथीहरू म चाहिँ नास्ताहरू गर्छु होइन। त्यसपछि अनि मेरो यो कपालहरूलाई चाहिँ टक्क मिलाउनु पर्ने छ होइन। चट्ट मिलाएर चाहिँ म बस्छु क्या साथीहरू है। अहिले चाहिँ अब नास्ता खानु पऱ्यो होइन। A few minutes later. साथीहरू म चाहिँ नास्ता खाँदैछु होइन। अनि यो चाहिँ मेरो नास्तामा चाहिँ यहाँनिर पोहा छ है। अनि यो चाहिँ कर्ड हो होइन। एकदमै बवाल कम्बो हुन्छ गाइस यो चाहिँ। यसको पोहासँग चाहिँ कर्डको कम्बिनेसन चाहिँ बवाल हुन्छ है। तपाईँहरू पनि ट्राई गर्नु होइन, एकदमै मिठो छ। एन्ड होइन त्यही हो। अहिले चाहिँ अब म नास्ता गर्छु है। अनि यो चाहिँ मेरो बुढी बसिरहेको छ यहाँनिर। अनि उसले नै ल्याइदिएको कर्ड अहिले भर्खर होइन, अघि थिएन हामीसँग, पसलबाट गएर ल्याएर आएको उसले चाहिँ। त्यही हो गाइस। अब एकछिनमा म के गर्छु होइन भनिहाल्छु तपाईँहरूलाई। भेट्नुपर्छ गाइस होइन त। बाई गाइस, बाई, थ्याङ्क यू। A little longer than a few minutes later. सो गाइस अब चाहिँ जान लाग्छु म कपाल काट्नलाई होइन। अनि यस्तो साइड लक गरेर आउनु पऱ्यो होइन दामीसँगले। अनि त्यही हो। अब कपाल काटे ठाउँमा गएर भेटौँ गाइस है। अनि नास्ता सास्ता चाहिँ भयो, बब्बाल मजा आयो होइन। त्यही हो। अब चाहिँ टक्क लगाएर कपाल काटेर आइसकेपछि के प्लान हुन्छ होइन।
है त A few minutes later. A few moments later. सो गाइस फाइनली कटिङ भइसक्यो होइन अब चाहिँ घरतिर जाँदैछु अनि यहाँनिर चाहिँ यो छ मैले रेगुलर आउने सलुन हो होइन बाई 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 ठिक है मिल्ते ल ब्रदर है भेटौँला पछि होइन त सो गाइस घर गएपछि भेट्नुपर्छ होइन अहिले चाहिँ म लागेको घरतिर होइन बाहिरबाट चाहिँ त्यो सैलुन हो गाइस दामी सैलुन है सैलुन हो म चाहिँ निस्केको गाइस जब घरतिर कपाल तरिकाले घर भेट्नुपर्छ गाइस लेट्स गो गाइस फाइनल्ली म नुहाएर पनि रेडी भइसकेँ होइन सी है मैले चाहिँ यहाँनिर मुलेट हानेको गाइस होइन अनि टक्क सेभिङ चाहिँ यो टक राखेर होइन यस्तो म के गरेको छु होइन यस्तो तरिकाले गरेको छु होइन अनि दामी देखिरहेको छ जस्तो लागिरहेछ कमेन्ट गर्नुहोस् है कस्तो देखिरहेको छ एन्ड गाइस मेरो बुढीले चाहिँ खाना बनाइरहेको छ उता है एन्ड मेरो बेबी कहाँ जानु लाग्यो कता जान खोजिरहेको छ त हाई गरिदिऊ हाई गर्यो खोइ हाई गरेको हाई गर्यो सो गाइस त्यही हो अनि होइन अब केही समय पछि मम्मीलाई लिन जानु छ 9 बजीतिर होइन अनि एयरपोर्ट जाँदैछु म मम्मीलाई लिनको लागि अनि मम्मी 12:30 यहाँ पुग्छिन्छ होइन अनि त्यसपछि म चाहिँ यहाँबाट अलि छिटै जानुपर्छ गाइस होइन बिकज यहाँबाट चाहिँ 40 किलोमिटर समथिङ छ है सो त्यही हो गाइस अब त्यही हो गाइस होइन अब यति लामो समयपछिको भेटघाट होइन कस्तो खालको हुन्छ होइन अनि हामी चाहिँ एकदमै एक्साइटेड छौँ सबैजना होइन भाइ मेरो बुढी होइन म एकदमै एक्साइटेड छौँ बिकज यति लामो समय होइन सो सजिलो थिएन गाइस यो समय चाहिँ होइन एकदमै मम्मी बिना होइन आमा बिना चाहिँ एकदमै गाह्रो थियो होइन समय तर हामी दुई भाइले चाहिँ स्ट्रगल गर्दै होइन यहाँसम्म चाहिँ आएको होइन केही छैन फिलहाल चाहिँ अब भाइ पनि ड्युटीतिर जाँदैछ अनि म पनि अब यहाँ बाबु हेर्दै बस्छु होइन अनि मेरो बुढी चाहिँ खानाहरू बनाइरहेको छ अनि समय भएपछि म यहाँबाट निस्किन्छु गाइस है अनि त्यतिखेर चाहिँ म तपाईँहरूलाई देखाइहाल्छु होइन त्यही हो गाइस अब है त सो हेर्नुहोस् गाइस मेरो बेबीको एग आइसक्यो होइन अनि एग खानलाई रेडी भएको अरे मेरो बेबी हेर्नु त हो बेबी रेडी भएको हो तिमी हो खाइदिउला मामुले खाइछ हेर त मामुले खाइछ हेर त गाइस बेबीले नास्ता खाँदैछ केही समयपछि अब हाम्रो पनि खाना खाने बेला हुन्छ अनि त्यसपछि मम्मीको भर्खरै फोन आएको थियो गाइस है
मम्मीको भर्खर फोन आएको थियो होइन, बोर्डिङ पासहरू सबै भइसक्यो अरे। 2 hours 45 minutes लाग्छ साथीहरू होइन फ्लाइटमा टाइम। सो एक्साइटेड छस् बुढी सासु आमालाई भेट्नलाई? गइछ अरे करेन्ट चाउचाउ आउँदैछ भनेर, उता करेन्टको चाउचाउको आश छ गाइस है। लोकल कुखुरा हो हो खान्छौ तिमी? चिची खान्छौ? सो त्यही हो गाइस होइन, अब बाटोमा भेट्नुपर्छ गाइस है। अहिले चाहिँ म फिलहाल भिडियोहरू अपलोड गर्छु होइन, अनि त्यही हो अब वेट गरौँ समयलाई है। समय आएपछि म यहाँबाट हिँड्नेछु अनि त्यसपछि हामी बाटोमा भेट्छौँ साथीहरू है त। A little longer than a few minutes later. गाइस फाइनली रेडी भइसक्यो हामी चाहिँ होइन जानलाई। मसँग चाहिँ टिकाराम दाइ जाँदै हुनुहुन्छ होइन, टिक्स ब्रदर होइन। अनि हामी चाहिँ जान लागेको छौँ। क्याब आउनलाई अलिकति टाइम छ गाइस, सो क्याबको वेट गरिरहेको छौँ होइन। मेरो बेबी अनि मेरो बुढी यहाँनिर हजुरआमालाई सासूलाई कुरेर बसिरहेको छन् होइन। म त करेन्ट चाउचाउलाई कुरेर बसेछु। गजब बेइज्जती है। आजसम्म सासूलाई कुर्यो, अब अहिलेको 2 घन्टा भनेको, अबको 2 घन्टा 3 घन्टा भनेको करेन्ट चाउचाउलाई कुरेको। आजसम्म सासूलाई कुर्यो। सो गाइस गएर आउनुपर्छ होइन, अब कस्तो हुन्छ त त्यहाँनिर माहौल होइन, हेरौँ है त गाइस। मैले बन्द गरेको ल गाइस। A few moments later. निस्किनुपर्छ। सो गाइस फाइनली हामी चाहिँ एयरपोर्टको नजिकै पुगिसक्यौँ है। अनि बाटोमा चाहिँ खासै लाइटिङ राम्रो थिएन साथीहरू, सो मैले क्यामेरा चाहिँ ओपन गरेन होइन। सो यहाँनिर चाहिँ यो हाम्रो एयरपोर्ट हो है। अनि यहाँनिर चाहिँ टोल ट्याक्स एयरपोर्टको होइन, यो चाहिँ अब पुरै एयरपोर्ट आइसक्यो गाइस है नजिकै। अब यहाँबाट चाहिँ टर्मिनल 1, टर्मिनल 2, टर्मिनल 3 यसरी चाहिँ टर्मिनलहरू छुट्टिन्छ बाटोहरू होइन। अनि हामी जाने चाहिँ टर्मिनल 2 मा हो साथीहरू है। मम्मीको फोन आएको थियो, मम्मी चाहिँ अलरेडी ल्यान्ड भइसक्यो अरे। अब त्यहाँबाट बाहिर आउने बेलासम्म म्याक्सिमम् हाफ एन आवर जति लाग्न सक्छ होइन। सो हामी चाहिँ पुगिसकेको छौँ अब यहाँनिर। सो कस्तो छ त है टर्मिनल 2। हामी चाहिँ अघिल्लो पटक मेरो बुढीलाई लिन जाँदा आउँदा चाहिँ टर्मिनल 1 नै परिरहेको थियो। यो चाहिँ टर्मिनल 2 कस्तो छ लेट्स चेक आउट गाइस है त। गाइस फाइनली हामी चाहिँ पुगिसकेको छौँ एयरपोर्टमा होइन। अनि वेट गरिरहेको छु मम्मीलाई होइन। यहाँनिर चाहिँ टिका दाइ हुनुहुन्छ अनि म चाहिँ यहाँनिर छु। अनि अहिले चाहिँ फिलहाल मम्मीलाई वेट गरेर बसिरहेको गाइस। लेट्स सी मम्मी कतिखेर आउनुहुन्छ होइन। अनि प्रतीक्षा गरिरहेको गाइस आफ्टर लङ टाइम होइन। अनि यो चाहिँ एयरपोर्टको सिन हो गाइस, त्यस्तो खालको छ एयरपोर्ट चाहिँ होइन। यो चाहिँ टर्मिनल 2 हो है। मम्मीको वेट गरिरहेको गाइस यहाँनिर चाहिँ। अनि आज चाहिँ खासमा खुसीको दिन भन्दा नि बवाल खुसीको दिन हुनेवाला छ। सो एकदम एक्साइटेड छु गाइज म चाहिँ होइन मम्मीलाई भेट्नको लागि। सो दाइ तपाईँ के भन्नुहुन्छ? शुभयात्रा। त्यस्तो होइन गाइस है। अहिले चाहिँ अब मम्मीलाई वेट गरेर बस्छौँ। त्यसपछि मम्मीले चिन्छ कि चिन्चिन्न होइन, हेरौँ गाइस है त।
फाइनल्ली मम्मीसँग भेट भइसक्यो साथीहरू होइन अब अहिले हालिहाल्छु अहिले हालिहाल्छु मम्मी भोलि हाल्छु आज जान्ने ल मम्मी रोक्छु है त ट्याक्सी आउँछ सो गाइस ट्याक्सी आउँदैछ सो फोन आइरहेको छ है A few moments later. ट्याक्सी चाहिँ आयो अनि हामी चाहिँ ट्याक्सीमा बसिहाल्यो होइन बिकज त्यहाँनिर चाहिँ धेरै बेर रोकिन दिँदैन होइन नत्र भने प्लान्टी हानिदिन्छ होइन प्लान्टी हान्यो भने चाहिँ ट्याक्सीवालाहरूलाई गाह्रो हुन्छ नि त सो त्यहाँनिर चाहिँ हतार गर्दा गर्दै हामी चाहिँ ट्याक्सीमा बस्यो साथीहरू है अनि रातिको पनि 1:30 भइसकेको छ है सो धेरै नै ढिला भइसक्यो होइन बिहान ड्युटी पनि जानु छ है अनि मम्मीलाई लिएर चाहिँ म फर्किसकेँ साथीहरू टिका दाइ चाहिँ अगाडि बस्नुभएको छ अहिले चाहिँ होइन अनि म र मम्मी चाहिँ पछाडि बसेको छौँ घर पुग्नलाई त्यही 1 आवर जति लाग्छ होला घर गएर भेट्छौँ है त गाइस 1 hour later. सो गाइस फाइनली घर पुगिसकेँ होइन मम्मी चाहिँ भित्र गइसक्यो होइन अनि म चाहिँ भर्खर फ्रेस भएर अनि यहाँनिर चाहिँ आएको छु होइन त्यही हो साथीहरू है अरू कुराहरू चाहिँ भोलि गर्नुपर्छ एकदमै टायर्ड भइसक्यो होइन अनि 31 किलोमिटर्स थियो साथीहरू एयरपोर्ट है 31 किलोमिटर्स अप डाउन 60 किलोमिटर्स 62 किलोमिटर्स समथिङ होइन त्यही हो गाइस है राम्रै भयो राम्रोसँग जाने आउने चाहिँ राम्रैसँग भयो होइन त्यही हो अब अरू कुराहरू नेक्स्ट ब्लगमा गर्छु साथीहरू है अनि आजको डे 5 चाहिँ कस्तो लाग्यो प्रतिक्रिया दिनु होला होइन डे 5 मा चाहिँ यही कुराहरू म देखाउँदै थिएँ होइन सो डे 5 कस्तो लाग्यो होइन कमेन्ट गर्नुहोस् है नेक्स्ट ब्लगमा फेरि भेट्नुपर्छ गाइस टेल देन बाई बी सेफ गाइस है त